पार्टनरले केही गलत नगर्दा पनि तपाईलाई किन उसले गलत गरे जस्तो लाग्छ? उसले धोका दिन्छ कि उसले छोडेर जान्छ कि जस्तो किन लाग्छ? तपाई किन आफ्नो रिलेसनलाई लिएर इन्सेक्युर महसुस गरिरहनु भएको छ? यसको कारण तपाईको पास्टमा हुन सक्छ। विगतमा तपाईले धोका वा गहिरो भावनात्मक चोट महसुस गर्नुभएको हुन सक्छ, जसको कारणले गर्दा सम्बन्ध त सकियो तर त्यसको असर भने अझै मनमा बाँकी रहेको हुन सक्छ। त्यसैले तपाईको जीवनमा आएको नयाँ पार्टनर असल, केयरिङ र भरोसायोग्य हुँदाहुँदै पनि मन शान्त हुँदैन, मनमा डर लागिरहन्छ। किनभने कहिलेकाहीँ मनले अहिलेको व्यक्ति होइन अतीतको पीडालाई सम्झिरहेको हुन्छ। त्यसैले मनमा प्रश्न आउँछ, पहिले जस्तै फेरि चोट लाग्छ कि फेरि त्यस्तै हुन्छ कि? तर यो डर अहिलेको तपाईको वर्तमान सम्बन्धको रियालिटी होइन, कहिलेकाहीँ यो अतीतको मेमोरी हुन सक्छ। साइकोलोजीमा यसलाई इमोसनल इम्प्रिन्टसँग बुझेर हेर्न सकिन्छ। पुरानो चोटले हाम्रो नर्भस सिस्टमलाई अझै पनि खतरा खोज्न र अलर्ट रहन सिकाएको हुन्छ। त्यसैले हामी बिना कारण शंका गर्न सक्छौं, सानो सानो डिस्टेन्सलाई पनि रिजेक्सन जस्तो महसुस गर्न सक्छौं वा फेरि चोट नलागोस् भनेर शारीरिक वा भावनात्मक रूपमा टाढा रहन खोज्छौं। विडम्बना के छ भने कहिलेकाहीँ हामीले आफूले एकदमै धेरै माया गरेको मानिसलाई पनि अन्जानवश आफ्नो पास्टको पीडाको कारणले गर्दाखेरि उसलाई हर्ट गरिरहेको हुन सक्छौं। तर सत्य के हो भने सबै सम्बन्धहरू उस्तै नहुन सक्छ। सबै मान्छे पुरानो चोट दिने व्यक्ति होइन। तर जब डरको कारणले गर्दा पास्टले स्टियरिङ लिन्छ, वर्तमान सम्बन्ध पनि अतीतको ब्याटलफिल्ड जस्तो बन्न थाल्छ। कतै तपाईँ वर्तमानमा नभएर पास्टको पेनमा बस्ने बानी परेको त होइन? किनकि त्यो पेन तपाईसँग फ्यामिलियर छ र चेन्ज हुनुभन्दा त्यसैमा तपाईले आफूलाई कम्फर्टेबल फिल गरिराख्नु भएको छ। त्यसैले यसको समाधान सधैँभरि आफ्नो पार्टनर बदल्नु नहुन सक्छ, आफ्नो पेनलाई हिल गर्नु हुन सक्छ। किनकि शरीर अहिलेको सम्बन्धमा भए पनि मन भने कतै अतीतमै अड्किरहेको पनि हुन सक्छ र तपाईको नर्भस सिस्टमले बिस्तारै यो सिक्नुपर्छ कि म अहिले फरक सम्बन्धमा छु, म अहिले सुरक्षित व्यक्तिसँग छु र यो समय पनि फरक छ। हिलिङको बाटो सबैको लागि एउटै हुँदैन। EMDR, माइन्डफुलनेस, ब्रिदिङ एक्सरसाइज, सोम्याटिक प्र्याक्टिसेस जस्ता एप्रोचेसले सहयोग गर्न सक्छ। आफूलाई सोध्नुहोस् कि मलाई कुन तरिकाले शान्त र सुरक्षित महसुस गराउँछ र सायद हिलिङ सुरु हुने क्षण पनि त्यही नै हो जब तपाईँ आफ्नो डरलाई एउटा अनुभव भनेर स्वीकार गर्नुहुन्छ र बिस्तारै मनले सिक्न थाल्छ यो समय फरक छ, यो व्यक्ति फरक छ र म पनि पुरानोमा होइन। किनकि स्वस्थ सम्बन्धको आधार पर्फेक्ट पार्टनर होइन, त्यो सेल्फ हिलिङ र सेफ नर्भस सिस्टम पनि हो। थ्याङ्क यू।